गाइज, वेलकम टु माई फर्स्ट व्लग। र भर्खरै हामी सराङकोट गएको हामीले जोडिदिन्छ मैले यो गल्तीले मेरो अफ भएछ, जोडिदिन्छु म एडिटिङले। र यहाँ हेर्दै जानु केबल कार तपाईलाई देखाउनु पर्छ होला। अब ल यहाँ सराङकोटको केबल कार हो। यी तपाईँ के पामेबाट एक साइडको खरेबाट केबल कार चढेर सराङकोटमा नि आउन सक्नुहुन्छ। यहाँ आएर विभिन्न रमाइलो गर्न सक्नुहुन्छ। माथि त्यहाँ रेस्टुरेन्ट छ, त्यहाँ बसेर खाजा खान सक्नुहुन्छ। र केबल कार साइक्लिङ छ, यसरी तारमा साइक्लिङ गर्न सक्नुहुन्छ। अन्नपूर्ण केबल कार पानी पर्न लागेको छ, एकदमै ठुलो पानी परिसकेको छ सराङकोटमा। तपाईँहरू भएको ठाउँमा कस्तो छ, गर्मी के छ? तर यहाँ त एकदम पानी परेको छ, चिसो छ, पोखराको मौसम। ल हेर्नु, फेरि एउटा अफ्रिकन सेफर्ड भेटियो। दुईटा अफ्रिकन सेफर्ड मिल्यो भाइ, यहाँ पुरै एउटै रहेछन्। अब जर्मन सेफर्ड मिल्यो भने अलग अलग छन्। दुईटा अफ्रिकन सेफर्ड मिल्यो, जो चाहिँ मेरो फेभरेट हो। गणेशको मूर्ति तपाईँलाई देखाउन पर्यो। दुईटा खानु त होइन, दुईटा किन एउटा 10 मिनटको 5 मिनटको भए पनि केबल कार भनेको एउटा छ। 10 मिनटको पानी पर्दै माथि सनरुफ सकेर हाम्रो गाडीको हेर्नु सक्नुहुन्छ। छिटा मन चढेन जुटे केबल कार। आमा कस्तो लाहा, तल पामे कस्तो लाहा, राम्रो रमाइलो भयो कि नै? र यो भ्लग एक्लै बस्दा डर लाग्ने छ। गाडीमा एक्लै बस्दाको महसुस केही भयो? भएन, राम्रै भुताएर लान्छ जस्तो भयो क्या। एकछिन मेरो चस्मा खाएको अडी स्कर्पियो थाहा भएन, क्लासिक हो कि एसएस वान। बाई बाई सराङकोट, पानी परेर बाई बाई सराङकोट। बाई सराङकोट। पानी के बोतल और भेगी सन पानी पियो नि। छाता छ एउटा मात्र। आशिष दाइले गाडी चलाउँदै हुनुहुन्छ, बाहिर पानी परिरहेको छ, गाडी चार्ज भइरहेको छ। उता ओह्रालो चढ्दाखेरि धेरै चार्ज हुन्छ होइन? 45 हुनुपर्ने यतिखेरसम्म त यो गाडी। र गाडी बाटो चिप्लो भयो, पानी यतिखेरै पर्नु छ। गाडी चलाउनु भएको छ। आशिष दाइ, तपाईँले एउटा हातले गाडी चलाउन सक्नुहुन्छ? लेफ्ट ह्यान्डले? ल लेफ्ट ह्यान्डले गर्नु। किन भिडियो धेरै मेमोरी फुल हुन्छ कि मोबाइलको? अहिले आफै उठ्छ फेरि सबले बिहान यसो गरेर 10 बजे भिडियो लामो अपलोड हुन्छ। 10 मिनट हो क्या साथी। यस्तो कसले हेर्छ?
हामी सराङकोटबाट झर्दैछौँ र पानी परिरहेछ। हेर्न सक्नुहुन्छ हजुर बाहिरको भ्यू पानी परिरहेछ। सराङकोटबाट बाहिर निस्केर हामी